आजको सामान यति है हामी चाहिँ लिएर आयौँ फाइनली यता चाहिँ स्कुलबाट आउने बित्तिकै लुगा टाप हानाको है स्कुलको लागि ए भन न अब स्कुल जाने अब 9 गतेबाट 07 रिजल्ट आएन आज कस्तो भयो त कस्तो भयो खै खै कहाँ छ रिजल्ट म अलि हेर्छु ल खाइरहेको छ होइन यता चाहिँ मलाई मनपर्ने फुलबारी चाहिँ भिडियो हालिनँ मैले होइन हेर त सन यता चाहिँ यो छ है फुलहरू ठुलो मम्मीहरूकोमा यता अम्बाको रोप्ने छ उता चाहिँ सुँगुरहरू छ सुँगुर आउँछ ल सुँगुरहरू सुँगुरहरू दुईवटा पाल्नु छ है अनि चाहिँ दाउराहरू छ अनि चाहिँ ट्र्याक्टर छ बिरा रहेछ यो स्टार्ट हुँदैन अरे ओके अनि यता उयो छ गुन्द्रुक सुकिया रहेछ उता चियो छ यता चाहिँ ठुलो मम्मीको यता चाहिँ गीत सुन्दै हुनुहुन्छ होइन है दिदी यता चाहिँ आगो ताप्दै हुन्छ यता चाहिँ उमाला आफ्नो अघि लिएको के गरेको टिकटकमा आज चाहिँ हामी सेलरोटीको कार्यक्रम भइरहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ युट्युब फ्यामिलीले चाहिँ मेरो देवालाई चाहिँ एकदमै माया गरिदिनु लाइक सब्सक्राइब गरिदिनु नभुल्नु होला तपाईँहरूले मेरो देवालको युट्युब हेर्दै जानलाई सेलरोटीको लागि तरकारी कोपी उसिन्दैछौँ आलु अलरेडी उसिनेर राखिसकेका छौँ छिटो अलिक थोरै माथि हो यस्तो हो यतिको चाहिँ हुनुपर्छ क्या सानो मन गर्नु हुँदैन नानी शान्ति हो यता चाहिँ बनाउँदैछौँ चारो बोक्दै हुनुहुन्छ क्या त्यसलाई चाहिँ यता चाहिँ हामी आँटेको गर्नुपर्ने हुन्छ त्यसलाई अनि अब चाहिँ हामी एकछिनपछि खानुपर्ने हुन्छ रोटी टक्का लाएर सुँगुरलाई चारो हो उता चाहिँ सुँगुर छ मैले दिएको थिएँ नि त्यो देखाउँछु ल सुँगुर पलक बर खान्छ यता नि यो छ क्या खतरा क्या दाउराहरू गयो भएन हामी अब यतादेखि चिज गर्नु पऱ्यो यता चाहिँ फुल चाहिँ गर्नु खतरा लाग्ने मलाई भाउजू बसिरहनु भएको छ दादा चाहिँ गरिरहनु भएको छ अलिकसिन भेटौँ ल यता चाहिँ सेलरोटी बन्दैछ ठुलो बनाउँदै हुनुहुन्छ त्यहाँ दिदी आएर खतरा हुन्छ ल ले यस्तो भएछ त यहाँ त धुवाले सखा कसलाई हुँदैन होइन
बानी नभएर भाइले त धुवा सहन सक्दैन रहेछ हाम्रो भाइले चाहिँ उयो बानी नभएर होला क्या त्यो चाहिँ हालिदिनु चाहिँ नि बिग्रियो के हुँदैन बिग्रिँदा हुनुहुन्छ पुरै भेना हेलो भन्नुहुन्छ नि त फोनमा बोल्दै हुनुहुन्छ मम्मी उता चाहिँ साइमा भाउजू हेर न नपुगेर फेरि फुलिनु त कडक फुलिएछ त चाहिँ भुँडी दुखेको भए के भन्नु त फुल्यो त मैले कुन बत्तल काट्नु त्यसैले गर्नु फुलिनु त कडक फुलिएछ त होइन विनोद हजुर चा खानु ओके छन् यही छ खाना भेट्छौँ ल So if you like the video मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अहिले खाएको छु भने बनाउनै बिर्सेछु होइन फोटो राख्दैछु फोटो हेरेर इन्जोय गरेर यता चाहिँ सुतिसक्यो म चाहिँ भिडियो एडिट गर्दैछु उता चाहिँ साइमा हेर्छन् यहाँ उता टिभी हेर्दैछु नभए टिभी त निका भोलि बिहान उठेर अपलोड गर्नुपर्ने हुन्छ भिडियो म चाहिँ भिडियो एडिट गर्दैछु यता चाहिँ साइड भन्छु होइन सो इफ यु लाइक द भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु ओके बाई